बिहानको 6:30 भयो साथीहरू। म तपाईहरुलाई आज यस्तो एक्स्ट्रा चीज देखाउन लागेको छु साथीहरू, जुन कि तपाईहरुले भन्नुहुन्छ नि बाँदरले पनि नखाने, छिटै हुर्कने, छिटै फाइदा दिने अथवा फाइदा ढिलो छिटो सजिलै हुर्कने अनि मलजल धेरै नचाहिने, बाँदरले पनि नखाने अनि त्यसपछि जंगली जनावरले पनि दुःख नदिने त्यस्तो चीज के को बिरुवा छ, के रोप्दा फाइदा होला भनेर सोच्दै हुनुहुन्छ भने म तपाईहरुलाई देखाउँदै छु यो साथी.com मार्फत यस्तो चीज देखाउँदै छु जुन चीज यस्तो बहुमूल्य चीज हो साथीहरू। यस्तो मिठो बास्ना आउँछ, त्यसको तेल बनाइन्छ, परफ्युम बनाइन्छ अनि त्यसको कस्मेटिक सामानहरुमा के भन्छ फ्लेभरको रूपमा बास्नाको रूपमा युज गरिन्छ। मसँग हजारौं फलफुलको बिरुवा मध्ये अलिक सजिलैसँगले स्वाटै हुर्काइदिन जाने पनि एउटा बिरुवा यस्तो छ मसँग साथीहरू। त्यो बिरुवा चाहिँ मसँग कति छ भने लगभग 1500 जति होला। 200 रुपैयाँ कोटा, 250 रुपैयाँ कोटा बेचिरहेको छु। ल हेर्नुस् ल यो भिडियो। ल साथीहरू हेर्नुस्, सजिलै हुर्कने, मलसल त्यति धेरै नचाहिने, जंगली पारामै हुर्किने तर बहुमूल्य औषधीय गुणले भरिपूर्ण यो मालागेडी अथवा यसलाई सुगन्ध कोकिला पनि भनिन्छ अथवा यसलाई पूर्वतिर त हिजो आज सेनको बिरुवा भनेर पनि बेच्छन् साथीहरूले, एकदम महँगो 2025 मा। यो दाङको छिल्लीकोट भन्ने अलिकति होलेरी भन्दा अलिक तल अथवा रोल्पाको होलेरी र छिल्लीकोट नजिकै हो। छिल्लीकोटमा त्यहाँको गाउँको मान्छेको आय स्रोतको पहिलो आम्दानी स्रोत नै यही हो के। एउटै रुखबाट लगभग 80 देखि 1 लाख सम्म कमाउँछन्। एउटै रुखमा 100 देखि 200 केजी 300 केजीसम्म फल्छ। भाउ पाको बेलामा यो 2500 रुपैयाँ केजी पनि बिक्री हुन्छ र भाउ नपाको बेलामा 600 देखि 1000 रुपैयाँ केजी पनि यसको बिक्री भइरहेको रेकर्ड छ। दाङको छिल्लीकोटमा सबैभन्दा धेरै यसकै खेती गरिन्छ। जंगलमै नेपालको एक ठाउँमा मात्रै जहाँ दाङको छिल्लीकोट र रोल्पाको होलेरी त्यो नजिक छ, त्यो ठाउँमा मात्रै यसको यो रैथाने यो लगभग दुर्लभ हो। यो दुर्लभ वनस्पति भन्दा पनि हुन्छ, सुगन्ध कोकिला भनिन्छ अथवा यसलाई मालागेडी पनि भनिन्छ। यो चीजको बिरुवा मसँग छ साथीहरू। लगभग 1500 2000 कति छ यस्तै होला। अनि कस्तो हो भने साथीहरू, यो म एउटा भन्छु, पूर्वतिर पनि एउटा मालागेडी भन्ने पाउँछ कि, तर यस्तो ठुल्ठुलो पात हुन्छ, पात त यसको ठुलै हुन्छ पछि, तर यस्तो फुस्रो हुँदैन क्या, यस्तो फुस्रो हुँदैन साथीहरू पूर्वतिरको मालागेडी चाहिँ। तर त्यो मालागेडीको चाहिँ बास्ना आउँदैन, यसको चाहिँ मग पुरै बास्ना आउँछ क्या, पुरै वरिपरि नै बास्ना आउँछ। यसको सेन्ट बनाइन्छ, महँगो परफ्युम, अनि त्यसपछि तेल बनाइन्छ। तेल चाहिँ केमा लाइन्छ भने यसको उसमा के कस्मेटिक सामानहरुमा लाइन्छ। कस्मेटिक सामानहरुमा यसको तेल युज गरिन्छ। अनि यसको दाङ छिल्लीकोटमा त यसको के गर्दैछन् अहिले त यसको अगरबत्ती पनि बनाएर राम्रोसँग अगरबत्ती पनि बिक्री गरिरहेका छन् साथीहरूले, त्यहाँको स्थानीयहरूले। यो हामीले माल पाएर चाल पाउन नसकेको साथीहरू। यसलाई बाँदरले पनि खाँदैन, अलिअलि कालाले खान्छ अरे, तर खासै धेरै खाँदैन। अनि यसलाई जंगली जनावरहरूले पनि खासै वास्ता गर्दैन। यस्तो राम्रो चिज हो साथीहरू, यो रोप्न सक्यो भने धेरै राम्रो हो। त पूर्वको साथीहरूले यसको अभियान त चलाउनु भएको रहेछ, झापातिरको साथीहरूले अथवा ताप्लेजुङतिरको। सेनको बिरुवा आफैले नाम राखेर अनि 2025 मा एउटा बिरुवा बेच्नु भएको छ। यो चाहिँ एकदमै धेरै महँगो हो, यो स्क्याम भयो। यति महँगोमा बिरुवा बेच्नु, एउटा बिरुवा बेच्नुलाई यति महँगोमा 2500 भनेको 2025 5000 भनेको धेरै महँगो हो। यो मैले चाहिँ 250 रुपैयाँ कोटा दिइरहेको छु। तपाईहरुलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नुस्। यो सम्बन्धी मैले राम्रोसँगले अध्ययन गरेको छु। रोल्पाको होलेरीको एकजना साथी मगर साथीसँग मेरो कन्ट्याक्टमा भएर उहाँको रुख रहेछ, उहाँको भन्दा पनि उहाँको ठुलो बुवाको रुख रहेछ, 1 लाख 1.5 लाखमा बेच्नुहुन्छ रहेछ। अनि त्यहीँबाट मैले यो बिउ मगाएको हो। यसलाई सुगन्ध कोकिला भनिन्छ, मालागेडी पनि भनिन्छ, तर पूर्वको मालागेडीसँग यो मेल खाँदैन। त्यस्तो साथीहरू एकदमै मगमग बस्न आउने, तपाईहरु जंगलतिर जंगलको छेउछाउतिर लाउँदा पनि भयो, अथवा यो अलिकति तल झन्झनै तराईतिर पनि हुने सम्भावना हुने रहेछ। भनेको छिल्लीकोट भनेको अलिकति गर्मी ठाउँै हो, दाङभन्दा अलिक नजिक, यो तराई भन्दा अलिक माथि। अब 400-500 मिटरको हाइटदेखि 2200 मिटरसम्मको हाइटमा यसको खेती गर्न सकिने रहेछ। एकदमै राम्रो, सजिलै। अब तपाईहरुले भन्नुहुन्छ के सबैभन्दा सजिलो के रोप्दा सजिलो हुन्छ भन्नुहुन्छ, अब यही रोप्ने हो सजिलो भनेको चाहिँ साथीहरु। यो अभियान हो हाम्रो, हरेक डाँडा पाखाहरु हरियाली बनाऊ, हरेक ठाउँलाई हामीले
रुख रोपेर उजाड जङ्गलहरूलाई हरियाली बनाएर पानी के भन्छ शीतल जमिनलाई शीतल दिउँ। जमिन भनेको यस्तो चिज हो जति हामीले जति यसलाई चलाएर जति जे रोप्नु सक्यो त्यति हामीलाई फाइदा दिन्छ। त्यो भएको कारणले गर्दाखेरि खेती गरौँ साथीहरू। मसँग बिरुवा जति छ, तपाईँहरू विदेश हुनुहुन्छ, तपाईँको परिवारहरू विदेशमा हुनुहुन्छ अनि त्यसपछि अब नेपालमा आएर नेपालमा त्यत्तिकै बसिरहनु भएको छ भने 2-4 बोट बिरुवाहरू लाउनुहोस् 2-4 हजारको। त्यो के मतलब भयो? त्यो ठुलो कुरै भएन होइन। जे हुन्छ त्यो तराई छ भने तराईकै आधारमा, गर्मी ठाउँ छन् गर्मीकै आधारमा, चिसो ठाउँ चिसोकै आधारमा बुझेर यो ठाउँमा के हुने रहेछ भनेर अध्ययन गरेर अब अहिले त गुगल छ है, युट्युब छ, तपाईँहरूले जे खोज्यो त्यही पाउनुहुन्छ। यो जमानामा चाहिँ तपाईँहरूले कहाँ रोप्ने कसरी रोप्ने भनेर सोध्नु भन्दा पनि च्याट जिपिटीलाई सोध्नुहोस् है, अनि युट्युबमा गएर हेर्नुहोस् 1-2-4 घन्टा, गुगलमा गएर सर्च गर्नुहोस्, सब कुरा एक तपाईँले थाहा पाउनुहुन्छ। च्याट जिपिटी छ, जिमिनी छ, लगायत सबै कुरा छ, त्यहाँ खोज्नुहोस्। त्यो खोज्नुपर्छ, खोजेर मात्र पाइन्छ साथीहरू, नखोजी पाइँदैन। अब अहिले बिजीको जमाना छ, मान्छेबाट त तपाईँहरू सहयोग खोजेर पनि पाउनुहुन्न। अब फुर्सदिलो मान्छेलाई यो सम्बन्धी ज्ञानै हुँदैन। अब हामी जस्तो बिजी भएको मान्छे अब फोन आउँछ यहाँनिर, अब यहीँ धाएर आएको मान्छेसँग गफ गर्नु छोडेर फोन उठाएर मात्र गफ गऱ्यो भने त फेरि यहाँ धाएर आएको मान्छे रिसाउनु सक्नुहुन्छ। भ्याएको बेला त फोन उठाइन्छ, नभएको बेलामा फोन उठ्दैन। तर कस्तो हुन्छ भने कति त फेरि एकदम साधारण कुरा पनि सोध्नुहुन्छ, एकदम समय खेर फालिदिनुहुन्छ। हामी एकदमै बिजी छौँ नि त, एकदमै बिजी छु, कतिजनासँग गफ गर्नुपर्छ। अब यहाँ व्यवसाय छ, व्यवसाय सञ्चालन गर्नु पऱ्यो, काम गर्नु पऱ्यो, धेरै बिजी हुन्छ। कति साथीहरू त के हुन्छ भने पानी हाल्नु बिरुवालाई पानी हाल्नुपर्छ पर्दैन, मल हाल्नुपर्छ पर्दैन। यो त एकदम बेसिक नलेज भयो कि, एकदमै सिम्पल कुरा पनि सोध्नु होइन, डिपली जाने अध्ययन गर्ने अनि त्यसपछि कुरा गर्ने तपाईँको। अनि अब म भन्छु हरेक कुरालाई तपाईँहरू म बिरुवालाई पानी नहाली हुन्छ त, हाल्नुपर्छ नि, बिरुवालाई मल हाल्नुपर्छ, पानी हाल्नुपर्छ, सबै कुरा गर्नुपर्छ नि, नगरी त कहाँ हुन्छ? के फल्छ नगरी? त्यो भएर त्यस्तो साधारण कुराहरू नसोधेको राम्रो। अनि ओखर भनेको तराईमा हुँदैन भन्ने कुरा त सबैले बुझ्नुपर्छ, त्यो साधारण कुरा हो। स्याउ तराईमा हुँदैन, तराईमा हुन्छ, तराईमा हुने खालको स्याउहरू पनि छ हर्बनानीहरू भने, तर त्यसको व्यवसाय खेती गऱ्यो भने सफल हुन सकिँदैन है साथीहरू। त्यस्तो छ, तपाईँको जुन ठाउँ छ त्यो अनुसारको यो हुने रहेछ भनेर तपाईँलाई चाहिन्छ। तपाईँकोमा यो बिरुवा छ छैन, यो बिरुवाको प्राइस कति हो भनेर सोध्ने हो। कहाँ रोप्ने, कति गर्ने भनेर सबै कुरा भन्न सकिँदैन कि यहीँ आउनुभयो भने हामी बताइदिनु सकिन्छ। साधारण कुरा त बताउन सकिन्छ, तर धेरै कुराहरू बताउन सकिँदैन। फोनमा म धेरै भनेको 2 मिनट बोल्छु मान्छेसँग, 2 मिनटभन्दा पनि धेरै बोल्दिनँ। त्यो भएको कारणले गर्दाखेरि बिजी हुन्छ, फोन उठ्दैन, एकदमै धेरै फोन आउँछ, त्यो भएर फोन नउठेको हुनसक्छ मेरो। कति साथीहरूले मलाई फोन उठेन भन्नुहुन्छ, मैले भनिगएँ यहीँ आउनुभएको हुन्छ, व्यवसायमा कुरा भइरहेको हुन्छ, फोन आए पनि फोन उठाउनु मिल्दैन, किनभने धाएर आइसकेको मान्छेलाई इग्नोर गरे जस्तो हुन्छ। उहाँकै अगाडि फोन उठाएकै बोलेकै गर्दाखेरि बिजी भएको बेलामा फोन उठ्दैन, फुर्सद भयो होला उठिजान्छ। त्यस्तै छ साथीहरू, गऱ्यो भने सम्भावना धेरै छ नेपालमा। तपाईँहरूलाई म भन्छु माटोलाई चिनौँ, माटोभन्दा ठुलो कुराहरू केही छैन संसारमा। माटोलाई चिनेर मेहनत गर्ने हो भने एकदम ठुलो सम्भावना छ। नेपालीहरू हामी एकदमै बिग्रेको छौँ। कसैले डोजर चलायो भने डोजर चलाएको हेर्ने 3 घन्टा के भन्छ 3 घन्टा लगाइदिन्छौँ। अरूले खेलेको क्यारम बोर्ड हेरेर 4 घन्टा बिताइदिन्छौँ है। चिया खाँदै 2 घन्टा गफ गरिदिन्छौँ। राजनीतिको बिना सित्तीको कामै छैन है। अनि त्यसपछि हामी काम गर्नलाई लजाउँछौँ, मेहनत गर्दैनौँ। त्यो भएको कारणले साथीहरू म भन्छु मेहनत गरौँ, मेहनत भन्दा ठुलो कुराहरू केही छैन। यति भन्दै म बिदा हुन्छु। मैले मालागिरीको बारेमा भनिगएँ। मालागिरी मात्र होइन साथीहरू, मसँग हजारौँ थरीको फलफुलको बिरुवा छ। तपाईँलाई चाहिएको छ भने मेरो नम्बर 9887874054, ललितपुरको दारी वार्ड नम्बर 1 दबैटार हो। टक्क के को बिरुवा चाहिन्छ, कति चाहिन्छ, म अल नेपाल डेलिभरी गर्छु। पैसा पठाउनुपर्छ पहिला, अनि मात्र पठाउँछु है। फेरि पैसा नपठाइ पठाइँदैन। तपाईँहरूलाई बरु म व्यापार गर्दिनँ, पैसा नपठाइ बिरुवा पठाउँदैन। मलाई त तपाईँहरूले मैले पठाएन भने त जे गर्दा पनि भेट्नु सक्नुहुन्छ। तपाईँलाई कहाँ भेट्ने मैले, त्यस्तो धेरै भयो मेरो, लाखौँ रुपियाँ तर म पठाउनु छोडेँ। अब
बिरुवा सबैको बिरुवा छ। दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोस्। फोन उठेन भने व्हाट्सएप गर्नुहोस्, मेसेज गर्नुहोस्। व्हाट्सएपमा मेरो फोन उठ्दैन, मेसेन्जरमा मेरो फोन उठ्दैन, फोनै गर्नुपर्छ साथीहरू। विदेशमा हुनुहुन्छ भने मेसेन्जरमा मेसेज गर्नुहोस्, व्हाट्सएपमा मेसेज गरेर छोडिदिनुहोस्, म रिप्लाई दिइजान्छु फुर्सदको बेलामा। ल हस्, नमस्कार।